पनि एकदम फिट एन्ड फाइन छ। आज चाहिँ भाइटिकाको दिन हाम्रो सबैजना हाम्रो भ्युअर्स दिदीलाई सबैजनालाई ह्याप्पी तिहार भन्न चाहन्छु र ह्याप्पी भाइटिका। आज डे 3मा हजुरहरूलाई स्वागत छ। आज चाहिँ हामी नालोमा खेल्नेछौँ। आज चाहिँ हाम्रो एकदम भन्नाले आज भाइटिकाको दिन भएर अनि अब सबैजना लेटै हुन्छ भनौँ न, लेटै भएको हुनाले आज चाहिँ हामी एक ठाउँमा त खेल्छौँ तर बबाल खेल्नेछौँ। आज चाहिँ हामी नालामुखमा मात्र खेल्नेछौँ, नालामुख चोकमा मात्र खेल्नेछौँ भन्दै हाम्रो लागि पनि सी यू हेर्दै जानु होला। सो गाइस हाम्रो बस पनि आइसकेको छ है र हामी पनि निस्किन यो सोराले आउन पर्छ। हामी पनि निस्किन लागिसकेको छौँ, यो पनि रेडी छ। ए हाम्रो दाइ पनि रेडी, दाइ रेडी। अब हामी जानेछौँ नालामुख। हामी कहाँ जान लाग्यो? नालामुख मेरो घर अगाडि। मेरो स्वर अलिकति सुकिरहेको छ, अलि खडो स्वर आइरहेको छ मेरो, त्यसको लागि क्षमा माग्दछु। अब यहाँ के हो लामा आयो, अनिस भाइ सबजना सबैजना सब्सक्राइबरहरू जति पनि हुन्छ होइन, उसको सब्सक्राइब मलाई सब्सक्राइब गर्ने, मेरो सब्सक्राइब गर्नु पर्दैन। ल त ल यहाँ सक्नु ल है त ल। ओके सी यू अन नालामुख गाइस, बाइ बाइ। ल गाइस हामी सबैजना हिँड्न लागिसकेका छौँ, सबैजना आफ्नो साधनमा। सी यू अन नालामुख। हाम्रो अनिस ब्लग है, अनिस ब्लग उहाँ चाहिँ इन्डियाबाट हुनुहुन्छ। अनिस ब्लग बहुत दिन बाद मैं घर से निकला हूँ और मैं जा रहा हूँ गाइस आज B2B फैमिली के साथ भैलो खेलने। मिलते अभी भैलो के बाद। बहुत अच्छा ब्लॉगर है ना, वो तो बहुत अच्छा ब्लॉगर है ना, बहुत अच्छा ब्लॉगर है। कौन सा ब्लॉगर यार? UK राइडर 07। बहुत बड़ा फैन। अच्छा हमारा फैन ना है तुम? हम सबका फैन है। जबरदस्ती फैन बना दी मेरा। बस हल्ले भाइ बोटे नौकरी में दिवी। ए बोलो मेरा भाई हो, ए राम्ररी बोलो, सोर मिलाई गाना, ए रातो माटो, ए मान्छे लड्ने बाटो, ए देउसरी बोलो, देउसरी हैन देउसरी भन्नु पर्यो के? देउसरी भन्नु पर्यो के? ओए बेला भएन, बेला हुँदैन। मुस्ताङ बड़ा हरामी हो बेटा। हेलो अनि सबैलाई नमस्ते, जो जोलाई पछि जाले तसी भेले अनि सबैलाई त्यो नालामुखको हल्ला पुगेर ल। हाम्रो नालामुखको हल्ला यति हेरे 2082 साल देउसी भोलि कार्यक्रमको B2B डान्स स्कुलबाट हजुरलाई फेरि शुभकामना भन्न चाहन्छु। अब कहाँबाट ढिला नगरिकन प्रस्तुति गर्न लाग्नेछु भन्दै मेरो आवाज पनि जतिजनाले सुन्नुभएको छ, मेरो मामा माइजू काका काकी भान्जा भान्जी दाजुभाइ सबैजना जतिजनाले पनि मेरो आवाज सुन्नुभएको छ, प्लिज हामीलाई पछाउँदै हाम्रो नजिक आएर हामीलाई साथ सपोर्ट दिनुहुन म हार्दिक अनुरोध गर्दछु भन्दै यति हल्लाले चाहिँ पुग्दैन हाम्रो B2B डान्स स्कुललाई, यति हल्लाले चाहिँ पुग्दैन है। प्लिज एकछिन हल्ला प्लिज। ओके सबैजना रमाइलो गर्नुपर्छ र आज भाइटिकाको दिन सबै मेरो प्यारो दिदीहरूले जति पनि चिन्ने नचिन्ने सबैजना है, प्यारो दिदी बहिनीहरू सबैजनालाई म ह्याप्पी भाइटिका भन्न चाहन्छु। आशा छ हजुरहरूलाई हामीले खुसी बनाउन सकौँ आजको दिनमा चाहिँ। त्यति भन्दै अब क्रमले ढिला नगरिकन हामी यदि हजुरहरूले B2B डान्स स्कुललाई चिन्नुहुन्छ भने हाम्रो B2B डान्स स्कुलको यस्तै होला लास्ट
लास्टसम्म हाम्रो यस्तै होला चाहिँ है एकदम लास्टसम्म ओके अब ग्राउन्ड भने हामी ढिला नगरिकन नाच्दा नाच्दा बिच बिचमा यसो हल्ला गरिदिनु पऱ्यो क्या नाति मान्छेलाई जोसँग छ यस्तै गऱ्यो नि तर नातिन्छ क्या अनि हजुर हेर्नेलाई पनि मजा नाच्नेलाई पनि मजा हो कि नै हल्ला बोले ल ओके ओके तपाईँलाई थाहा थियो होला है मैले सिधै आएर कस्तो लाग्यो भन्छ भनेर थाहा थियो होइन कस्तो लाग्यो साँझ परेपछि याद आउँछ तिम्रो धेरै मनभित्रको गुप्त कोठामा अब ग्राउन्ड भने हामी ढिला नगरिकन अर्को नृत्यतर्फ लाग्नेछौँ तर मैले बिर्सिएको बोल्दा बिर्सिन्छु के भयो राजकुमार सरलाई म बोलाउन चाहन्छु ये सारी कोयलें बनी है आज डाकिया कुहू कुहू में चिट्ठियां पढ़े मजाकिया रमाइलो भइरहेछ ओके ताती फिर झम 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 बरसी वो तेरे ही तरह पिया हामी नाच्नु हुन्छ yes or no हुन्छ yes भने yes भन्नु no भने no भन्नु है yes or no यताबाट yes or no तिमी जस्तै शीतल जोरी पारी ना सब पछि लाएर किन कति करे तिम्रो माया मागेर ओके नाच्ने हो त नाच्यो भने फेरि अर्को हात्ती भाँचिन्छ कि फेरि गाह्रो छ फेरि दुईटी हात फेरि अब तपाईँहरूलाई सोध्छु म नाचौँ म नाचौँ मेरो हात केही भयो भने फेरि खर्च फेरि तपाईँहरूको फेरि ठिक छ ठिक छ साँच्ची हो ल त्यसो भए नाचौँ त हामी एकछिन हामीलाई यताबाट हल्ला गरिदिनु प्लिज एकछिन यताबाट खोइ हल्ला खोइ यताबाट प्लिज यताबाट already ushira ala yo mote mala me kasle re kame sangu ka mummy la tu banto shana ek number tujhe kamar shake shake like
कस्तो लाग्यो? फेरि नाच्नु यसको हात सियर भाँचिन्छ अर्को हात होइन खुट्टै भाँचिन्छ अब आउन त जोडिन्छ अरे नाचौ फेरि धेरै धेरै धन्यवाद हामी तिनजना तर्फबाट मनैबाट यस्तो सपोर्ट गरिदिनु भएकोमा जस्तो हो भने हेरिदिनु होला है त हल्ला चाहियो हल्ला हल्ला चाहियो तू बोलने वाला तू कुठे चालला जातो सब ऑलरेडी उशिरा आला यो मोठी तुझे कंबर एक नंबर तुला 100 पैकी एक नंबर तुझे कंबर शेकी शेकी हाय किती सुंदर तुझे डिंपल जे पाहिजे ते एक नंबर तुझे कंबर हाय चाल शेकी शेकी हाय किती सुंदर तुझे डिंपल जे पाहिजे ते हल्ला पुगन है कस्तो लाग्यो फेरि हेर्ने हो त अहिले त अब उनीहरूलाई गाह्रो भइसक्यो फेरि हेर्ने हो त कस्तो लाग्यो कस्तो लाग्यो एकछिन हाम्रो लागि हल्ला प्लिज हाम्रो लागि भन्दा पनि यसमा हल्ला प्लिज आफ्नो रिक्स लिएर नाचिरहेको छ यो है घर थाहा भयो भने मार्छ कस्तो कसै नहुनु न मेरो घरमा आमाले मार्छ कस्तो है यसको लागि चाहिँ हेर्छ किनकि त्यस्तो त पनि नानी हिम्मत गरिरहेको छ यसले है म त ननाच भन्छु त्यो पनि मान्दैन म फेरि एकले पनि नाच्न सक्दिनँ नि त अहिलेसम्म छुटेर नाचेकै छैन क्या कतिजनालाई थाहा छ होला होइन हामी हरेकै वर्ष यहाँ आउँछौँ हामी सँगै नाचेको छौँ एकछिन हाम्रो लागि हल्ला प्लिज ओके फेरि नाच्दिउँ होइन होइन एउटा अर्को गीत होइन हामी भन्दा पनि खतरा नाच्ने हाम्रो प्र्याक्टिसेसमा हुनुहुन्छ हाम्रो रेस्पेक्टेड ब्रदरहरू है प्लिज उहाँहरूलाई चाहिँ उहाँहरूलाई बोलाउँ है अब हुन्छ है मेरो भाइहरूबाट माया है मलाई कस्तो लाग्छ मजा लाग्छ ल सही यो भएर साग दिँदो रहेछ ल सही ल तपाईँहरूलाई मेरो ब्लग आम्मा ल सक्यो नि त मेरो छामेको छोरी कि
दाइको चावाको सोध लाउँदा आयो मानेन क्या प्यारा दिदी बाई बाई व्हाट इज दिस Welcome to BTV Prince Vlog. Yes, very much welcome back to Top Like vlog ma हाम्रो च्यानलमा आज चाहिँ डे 4 रहेको छ आज चाहिँ अन्त दुईटा भ्लग एकै ठाउँ डे 3 र 4 एकै ठाउँमा छौँ हामी त्यही हो अहिले हामी चाहिँ लोकेसनमा आइसकेका छौँ त्यति भन्दै यो दाइ एकदम बढी भएको छ है यो दाइ एकदम बढी भइरहेछ है यो भाइले मलाई कस्तो हेर्छ तिमीलाई के थाहा हेप्छ रे अब देखेकै छैन कस्तो बिल्ला हुन्छ यो भाइले त्यही हामी लोकेसनमा आइसकेको छ अब खासै धेरै मान्छे खेल्नु भएको छैन तर हामी खेल्नै पर्छ के गर्ने है हुनाले अब बोलाएको ठाउँहरूमा जानै पऱ्यो भिडियो जाडो एक दिन खेलेर पुग्दैन हामीले 3-4 दिन खेलेर किन बोल्यो अब हामी बोलाएको ठाउँमा पुग्नै पर्ने हुन्छ होइन फेरि मन दोहोर्ने एउटा हुन्छ होइन फेरि हामी बोलाएको ठाउँमा जानै पर्छ आज हामी पर्सङमा आएको छौँ अनि यहाँबाट फेरि 0 किलोमिटरमा बोलाउनु भएको छ सेड्युल यति छ ठाउँको सेड्युल अब हेलो भन्नु ल हेलो ला 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 मैले सुरु भइसकेको छ लाग्नेछौँ भन्दै हेलो 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 अब बहिनी भने भोको ल्याउँछु ल हेलो भने यता हेलो 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 ल हाम्रो भाइ बहिनीहरू पनि अब भ्लगमा आउँछ है त ओके ओके हजुर ल भाइहरू पनि हाम्रो पिको डान्स स्कुलमा आउने रे हामीसँग डान्स सिक्नको लागि भाइहरू सबैले भाइहरूलाई मात्रै सबैलाई वेलकम छ हाम्रो भिडियोमा है
यति भन्दै अब क्रममा पनि हामी यहाँ छुट्टिन चाहन्छौँ 0मा गएर भेट्छौँ हामी सो हामी चाहिँ बस पार्कमा आइसकेका छौँ हाम्रो न्यू लोकेसन हाम्रो नयाँ लोकेसनमा आइसकेको छ बस पार्कमा अब हेरौँ कस्तो हुन्छ यहाँनिर अब सो गाइज हामी यहाँ छोरेपाटनमा आइसकेका छौँ यहाँबाट तल चाहिँ डेभिस फल अनि यता चाहिँ हामी छोरेपाटन को हो हाम्रो बहिनी है हाम्रो बहिनी विश्वासको बहिनी हामी यो ठाउँमा खेल्न आएका छौँ ओके वासमोर ओएमा खास लाग्यो साँच्चीकै भिडियोलाई लाइक र सब्स्क्राइब गरिदिनु है गुड हाम्रो भाइको कुरा मान्दैन होला है त बाबे भन्दै क्युट भाइ ल सब्स्क्राइब गरिदिनु अल नोटिफिकेसन सो गाइस हाम्रो यहाँ सकिसकेको छ रात पनि परिसक्यो प्याकिङ पनि भइसक्यो कस्तो लाग्छ हाम्रो यो ठाउँबाट सकिसकेको छ अब हामी नेक्स्ट लोकेसनमा जानको लागि रेडी भइसकेका छौँ नेक्स्ट लोकेसन चाहिँ मलखा सुनिल है अब नेक्स्ट लोकेसन भन्नु त कता हो ड्याम साइड गर अब हाम्रो लोकेसन आज खास अब यही अहिलेकै खाउँ पहिला खाउँ है ल बोलाउँदा घाँटी भिजाएर बोलाउँला ल अहिले खास हाम्रो अब आलु माइलो चोक पनि बोला बोलाउनु भएको डेम साइड पनि बोला छ बोलाउनु भएको छ ए बोलाउनु भएको अरे यो काला मुख त फेरि मुक्नी कालै के यसलाई काट्यो ल अब डेम साइड ल बोला भन्नु अब हामी डेम साइड जाने बेलामा छौँ तपाईँहरू सबैले डेम साइडमा भेटौँ ल यो ब्लग जाऊ दादालाई हक गर्छ वर्षको भइला आउँछ त्यही हो बाबुले हाम्रो ब्लग हेर्छ अरे होइन सब्सक्राइब गर्छ अरे है हाम्रो त्यहाँको नाम भनिदेऊ रे भिडियो ट्विन्स है ल ओके ल दादाले एकदमै सपोर्ट गर्नुभयो हाम्रो प्यारो दाइ मेरो पवन दाइ सफल हुनुभएको प्यारो दाइ अरू पवन दाइलाई पनि साउट आउट छ है हाम्रो पवन दाइलाई भाइदिनु न भाइलाई हो यता फेरि मलाई नि भने है तपाईँलाई चाहिँ पुतायो भन साथी हो रक्सी गनाएर हिराम्रो भाइदिनु नि त शर्मिलाई खाना आहै देउसुरे आयो देउसुरे आहै देउसुरे आहै हामी त्यसै देउसुरे आहै आएका हैनौ देउसुरे आहै बलि देउसुरे आहै पकाएर आहै आएका हामी देउसुरे आहै देउसुरे भना देउसुरे आहै देउसुरे आहै यो घरैमा आहै लक्ष्मीले आहै बासै गरुन् आहै रासै गरुन् आहै सबै हामी आहै त्यसै आएको आहै होइनौ नि हजुर पल्ट्यो गयो ल हामी भटाउनु ओके गाइस हाम्रो सकिसकेको छ ल हाम्रो भोलि सकिसकेको छ भन्दै अबको लागि भने कस्तो लाग्यो भ्लग भनिदिनु होला सायद हाम्रो यो लास्ट भिडियो चलाइराख्नु मलाई अनि सबैले फेरि वान सेकेन्ड ह्याप्पी तिहार भन्न चाहन्छु अब यस्तो झिलिमिलीहरू पनि देख्न यस्तो झिलिमिलीहरू पनि अब देख्न पाइँदैन अब केही दिनपछि त्यही नै हो अनि
सबैलाई भाइटिका भन्न चाहन्छु च्यानललाई सब्स्क्राइब गरिदिनु होला त्यही नै हो कस्तो देख्नु भयो अनि त्यही हो सुटिङ गेट पुऱ्याइदिनु होला धन्यवाद है त ओके हेलो सी यू अन नेक्स्ट ब्लग बाइ बाइ